पशुपति मन्दिरमै विरूपाक्षको मूर्ति राखेको हो कि आफै उम्रेको हो कि अर्थात् त्यो कम्मरभन्दा माथि आइसकेको अवस्था छ, कहिले बानेको अवस्था पनि थियो, किन विरूपाक्षलाई नै खोलाको किनारमा किन राखियो? पहिलो पर्चामा त यो विरूपाक्ष भनेको कुरो के हो भन्ने कुरो बुझ्नु पर्यो। यो विरूपाक्ष भन्ने कहाँबाट आएको होइन? कुरा त्रेतायुगको हो, कुरा त्रेतायुगको हो। तपाईँले नाम सुनिहाल्नुभयो। कुरा त्रेतायुगको हो र जस्तै यिनको कहानी श्रीमती गर्भिणी भएपछि भिक्षा माग्न हिँडेका हुन्। एकचोटि फेरि भनिदिनुहोस् त विरूपाक्षको इतिहास सर्टकट मोटामोटी भन्दा यिनी जहाँ सामला नदी अहिले कल्की अवतार उत्पत्ति भएको जुन छ सामला नदी भन्ने यो घाँटी होइन, यो जस्तै अब विज्ञानले चाहिँ त्यसलाई चाहिँ के प्लेनहरू खाने ठाउँलाई के भन्छ नि, खाडी होइन, यो पनि भन्छ यसलाई सामला घाँटी। त्यहाँबाट त्यो देशबाट आफ्नो श्रीमती गर्भिणी भएपछि भिक्षा माग्न भनेर हिँडेको व्यक्ति कहाँ आइपुग्यो त भन्दा भिक्षा माग्न भनेर हिँड्दा 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 आएपछि ऊ त्यो पशुपतिनाथ त्यतिखेर काली माटोको ढिस्को हो त्यो होइन, त्यहाँ थाकेर आएर बस्यो। त बसिसकेपछि के भयो त भनेर भन्नुहुन्छ भन्दाखेरि त्यो व्यक्ति यता त्यता यता त्यता यता त्यता भएपछि ऊ त्यो तपस्यामै हरायो। हराएपछि उता सामला नदीमा गर्भिणी भएको बच्चा जन्मिएर ठुलो भइसक्यो। बाउ खोज्ने बेलासम्म बाउ आएको छैन। भएपछि मेरो बुवा खोइ भनेर आमासँग सोधिसकेपछि त गर्भमा छँदाखेरि तँलाई भिक्षा माग्न र पाल्न भनेर तेरो चाहिँ नामाकरण राख्नलाई भनेर भिक्षा माग्न गयो, बाउ आजसम्म आएको छैन। भनिसकेपछि ओ त्यस भए त मलाई सबैले बिनाबाउको सन्तान भनिरहेछन्, म त बुवा खोज्न जान्छु भनेर ऊ आमाले दिशा बताइदिएपछि उत्तर दिशा लाग्दै 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 आयो र सोध्दै 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 आउँदाखेरि यस्तो कुरूप मान्छे कोही वर्ष केही अगाडि यस्तो ठाउँमा आएर बसेको थियो भनिसकेपछि जहाँ विरूपाक्ष छ होइन, त्यहाँ आएर बस्यो, माटोको ढिस्कोमै बस्यो, त्यहाँ त्यत्तिकै थियो काली माटो। त्यहाँ आएर बस्यो, पक्कै पनि मेरो बुवा यो बाटो गएको भनेपछि पक्कै पनि एक दिन त यहाँ आउनुहुन्छ, यो बसेर गयो भनेपछि भनेर बस्दै थियो। एवं रीतिले हुँदा हुँदा उहाँ आमा चिन्तामा पर्न थाली। अब त बाउ पनि हरायो, छोरो पनि आएन। अब म त अब बाउ नभेटे छोरो त पक्कै भेट्छु भनेर आमा फेरि आफ्नो श्रीमान छोरो खोज्न आइसकेपछि के भयो त भन्नुहुन्छ नि, ऊ पनि यही बाटो देखाएको खोज्दै 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 आउँदाखेरि त्यो ठाउँमा आइपुगे। आइसकेपछि ऊ यस्तो भइसकेको थियो, दारी जुङ्गा भेषले पुरा साधु जस्तो भइसकेको थियो। ऊ भोको प्यासले नचिनिने भइसक्यो, न उसले आमा चिन्थ्यो होइन, न आमा चिन्थ्यो न चाहिँ के अरे चाहिँ आफ्नो आमाले छोरा नै चिन्थे। भइसकेपछि के भयो भन्दा त्यो आमा पनि आएर त्यो ठाउँमा बास बस्न थाले। त्यो दिन बास बसे होइन, त्यो दिन बास बसिसकेपछि